हेलो एभ्रिवान, गुड इभिनिङ सबैलाई। अनि म दिवस तामाङ। अनि आज चाहिँ म एक्लै भ्लग गर्नु हिँडेको छु, कोही पनि छैन, म एक्लै हो। अनि आज चाहिँ रुममा बस्दा बस्दा वर्कआउट ढुक्कै लागेर त्यसपछि निस्केर यसो भ्लग गर्नु भनेर हिँडेको, तर कहीँ जाने कन्टेन्ट नै भेटिनँ। मोरा मेरै छेउमा पो हुँदैछ। अनि आजको भ्लग चाहिँ लगभग म यता त्यो मार्केटमा जान्छु होला। त्यो मार्केटतिर आफ्नो त क्यामेराले फेरि परसँग देख्दैन, यता नजिक नजिक यस्तो देख्छ राम्ररी। के भनेको म त बुझ्दिनँ पनि, अब म कसैको कुरा पनि खासै धेरै सुन्दिनँ कि अरू अर्काको देशको मान्छेहरूलाई त्यो खासै ट्रस्ट पनि गर्दिनँ। म आफ्नै तालमा हिँडेर जान्छु, त्यही भएर म खासै अर्काको देशको मान्छेहरूसँग बोल्दिनँ नि त्यति धेरै। जस्तो सलाम अलिकम भनेर सम्बन्ध यस्तोतिर अलिकति घाँटी झुकाइदिने हो, त्यहाँभन्दा अरू केही हुन्न। नत्र भने यहाँको अब कसलाई विश्वास गर्न सकिन्छ भोलि के हो नि। अब मैले अहिले विश्वास गर्नु नै मलाई लिफ्टबाटै विश्वासघात गर्छ, त्यही भएर खासै धेरै विश्वास गर्नु पनि हुँदैन जो पायो त्यसलाई। चाहे जसुकै ठुलो मान्छे होस् चाहे सानो होस्, साथी भनेको एक दुईवटा बनाउने, तर अलिकति स्ट्रङ बनाउने हो कि जे पर्दा पनि सहयोग गर्न सक्ने। जहाँ पायो त्यही साथी बनाएर के काम र होइन। अनि बोलाउँदै थियो कि अहिले यो मान्छेले यस्तो घुम्नु जाने हो कि के भन्दै थियो हातले। मैले वास्तै गर्ने त्यस्तो मान्छेलाई, म त्यस्तो खासै वास्ता नि गर्दिनँ क्या। त्यो मान्छेले मलाई अहिले फलो गरिरहेको हुन्छ, नपत्तै अहिले फेरि एकछिनबाट पनि देखाउँला। अनि त्यस्तो मान्छे खासै मन पर्दैन। ओइ के भयो हाम्रो यो सधैँ पैसा पठाउने ब्याङ्कमा त आज त फुलमाला खा त। कहाँ जाने आज म भन्दा यता नि के छिर्नु, त्यही बाटो जान्छु त त्यहाँ पर पुग्छु फर्केर आउँछु। पर पुगेर यताबाट यता कता रे अस्तितिर फर्केकैतिरबाट फर्केर आउँछु। म चाहिँ आज त्यतै जान्छु, अनि त्यताबाट फर्केर आउँछु। ठक्कै यहाँनिर एउटा माइक भएदेखि त त्यो आवाजहरू यस्तो स्यास्या आउँदैन थियो, तर आवाजहरू आइरहेको हुन्छ। कत्रो गाडीहरू हुन्छ, हामीलाई नि यस्तो गाडीबाट केही त दिएर जाने भए नि हुन्थ्यो नि। आश कस्तो मतलब केही गर्छु भन्दा त कस्तो आश लागिरहेको हुन्छ। फेरि खानेकुरा भने होइन नि, केही के भन्छ अरे यता त अब हाम्रो नेपालमा पो त्यो केही दिनुलाई नि भिडियो बनाइरहेको छ। यहाँको मान्छेहरूले त गाडी भरि ल्याएको हुन्छ, सुइँ गाडी आउँछ रोक्छ, अनि सामानहरू चाहिने सामानहरू दिन्छ क्या मान्छेले। वेदनामा सङ्गीतको रे सङ्गीतको रे हो गाएँ भन्छ। मैले बिर्सेँ हो, झप्पै लाएर बिर्सेँ म। यस्तरी पो त यहाँ कता ठोक्किनै पुग्छ म। यस्तरी हेरेर भ्लग गर्नुपर्ने म त कता यता कहाँ मेरो आँखा चाहिँ कहाँ, अनि यहाँ बोलेर यहाँ, अनि त्यस्तो पनि उस हुन्छ त। हाम्रो केटाहरू चाहिँ अहिले यही बाटो आउँछ अरे, मलाई नि लगभग देख्छ होला तिनीहरूले। त्यो हातमा क्यामेरा यस्तो मोबाइल ठडाएर हिँड्नु प्रायः मान्छेले नै हेरिरहेको हुन्छ, मलाई नै हेरिरहेको हुन्छ किन होला। अरू खासैले कसैले ठडाएको छैन नि त, म एक्लैले हातमा ठड्याएर हिँडिरहेको छु, त्यही भएर नि होला। यहाँनिर त प्राय यो भारी बोक्ने सबै ड्राइभरहरू त पाकिस्तानी मात्रै देख्छ त। पाकिस्तानी मात्रै देख्छ सबै ड्राइभर। यस्तो दामी छ। पछि अब यहाँनिर नि उयो के अरे रुखहरू रोप्छ त्यो यो गोलोमा। मायालु म कता जाउँ भन्दा पहिला हामी ड्युटी जाँदा यही बाटो जान्थ्यौँ, यहाँबाट घुमेर उता जान्थ्यौँ। अहिले चाहिँ कहाँ जाने भन्दा म यता जान्छु होला। अस्ति नै घुमेको थियो हामी यता भनेको। हावा त बा कत्रो
यत्रो हावा आछ त कहाँ जाने होला म यो मान्छेले धेरै टाइमदेखि फलो गरेछ यो मान्छेले मलाई निकै टाइमदेखि फलो गरेर 66197ले फेरि साइड लायो त्यसले काम के रहेछ यसले मलाई के गर्नु खोज्यो वेदनामा कहाँ जाने होला यता जाने हो कि यता जाने हो कि ओ माई गड भनेको त यो फल्ने फर्केर आयो भने त्यसलाई म निकै फल वाचान्छु अर्काको देश भाइ जोगिनु त पर्छ भाग्ने हो कस्तो स्पिडमा भिडियो गर्दै 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 त्यो मान्छेले मलाई लास्टै फल हान्दैछ त्यही भएर म टाफ रने त्यो अझै कारदेखि म स्पष्ट चिन्छु खासै धेरै एक्लै हिँड्नु चाहिँ हुँदैन हुनु चाहिँ साथीहरूसँग निस्किनुपर्छ बाहिर निस्किँदा चाहिँ नत्र भने त्यो डोन्ट केयर भनेर नहिँड्नु केयर गर्नुपर्छ सबैलाई मेरो मतलब सबैलाई मतलब आफ्नो दायाँ बायाँ आफूलाई कसले फलो गरिरहेछ सबै हेर्नुपर्छ अन्धाधुन्दामा हिँड्यो भने एकान्त ठाउँ लगेर पक्रेर किनभने मार्नु पनि सक्छ लास्टै गल कहिले नकुदेको भने चाहिँ यत्रो कुद्दा त मातेरलाई चप्पलै छोडेर हिँड्यो यता त रम्बल छ नि त यहाँ ठुलो रम्बल त्यसले मेरो भुत्ला नि भेटेन आउँछ अस्ति हामी आएको रम्बल के अरे मार्केट चाहिँ मोबाइल ठड्यायो लास्ट त केटी अगाडि आउँछ नि त्यसै चाहिँ घोप्टाउनु पर्यो केटीहरूलाई त देखाउनु भएन के अरे उनीहरू कस्तो कस्तो उयसमा हिँडेको हुन्छ हामी केटाहरू पनि फरक फ्याङ्ली हुन्छ केटीहरू त कता थियो बाटो त यतै थियो लगभग म आफ्नै क्याम्प आइसकेँ कुदेर आइपुगेँ म अलिकति डर पनि लाग्यो मतलब एक्लै पनि थिएँ नि त त्यही भएर अलिकति भोलि आफै हो तिर्ने मैले भनेको
नुन पनि हालेको हुन्छ क्या अलिअलि सबै हाल्यो भिजाएर राखेर त्यसलाई खानु नि बेला बेला अहिले 3 प्याकेट थियो 2 प्याकेट 1 प्याकेट 12 ले खाएको 1 प्याकेट बिहान 4 बजे 1 प्याकेट यो के अस्ति त यहाँ मुनि दाना दाना नि थियो आज त छैन कोपी मात्र त्यो वाला अर्को भिडियो खट्टेमा हुन्छ सानो दाना हुन्छ खटाउँछ त्यो अहिले अब भिजाइ राख्ने भोलि आउने खाने नुन पनि कति महँगो भयो यार नयाँ कति हो डायरी बेगर एउटा पुग्यो अब रमजानमा दिन्छ त टन्नै मलाई यस्तो चनाहरू मलाई फेरि आफू दिनमै हुन्छ त यहाँ कहाँ यहाँ क्याम्पमा ए यस्तो आठ लाग्यो क्या अरू लोकेसन यति बेला मिलेको हामीलाई त दिएन तर त्यो नयाँ नयाँ भएर होला अब सोम्यो नि त नयाँ जहाँ थियो त्यसलाई चाहिँ मिलेको थियो ओइ बिस्तारै बिस्तारै बबाल बोल्ने खोज्छ ल ल ल ल ल ल गयो भित्र गयो 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 एउटालाई ढालिरहेछ क्यामेराम्यान निरज भाइ होइन म चाहिँ नायक व्यवस्थामा नायक हो कुन फिल्मको नायक रे म तिमी सेक्स भिडियोको प्रोन म सेक्स भिडियो खेल्दिनँ नि अहिले मारे अस्ति भर त्यहाँ रमलमा केटीको कुटी चाट्दै गरेर देखेँ नि मैले अहिले फेरि आउग्रो भने त्यस्तो होइन बस राम्रै हो भयो विकासको चुरोटै यादे मेरो हातमा त्यस्तो ट्याटु नै छैन कहाँ छ त ट्याटु मेरो हातमा कहाँको बिराल त भिडियो कल गरेर भएको त त्यहाँ कुनामा रहेछ लड्दैछ मलाई नि सामसुङ अल्ट्रा 25 किन्देऊ न यार किन केटीहरूले सिकेको भिडियो गर्न बाँस रे जङ्गलमा पुरै ल है साथी ओल्लो डाँडाको र पल्लो डाँडाको काण्ड आयो भन्दै लभ डाँडा गरेर चाहिँ म यस्तो गरेर नानी यस्तो ल है साथी हो निराज हो यो निराज बङ शाह चाहिँ होइन राई हो होइन भनेपछि मलाई आफ्नै गाउँमा पनि मान्छेले चिनेन चिनेन भोलि मेरो चुरोट खाएर कहाँ चिन्छ त नै भाइ नै चाहियो भाइ गाडमा आर्दैन